It's day 2 and good morning everyone. Good morning boys and girls. मेरो डायलग भइसक्यो. अमित ब्रोले बरु अलि राम्रो काम गरेको थियो र आज. गएर बाहिर ट्राइपड राखेको छ. म मस्त लिइरहेको छु भनेको मम्मीले फोन गर्दा पनि लिइरहेको छु म. लेट्स बाहिर जाउँ हैन. बाहिर गएर भ्यू हेरौँ न. That's I'm not supposed to do. That's a beautiful place. अब हामी पनि हेड आउट गर्छौँ अब एकैछिनमा 1 to 2 hours मा चेक आउट गरेर हामी पोखरा जान्छौँ आज. Okay, I'll show you the time lapse of this place है. यो ठाउँको म टाइम ल्याप्स देखाउँछु है. We stayed at BS Hotel. अब BS को मिनिङ थाहा भएन. अब आफै मेकअप गर्ने हैन. मेरो इन्फर्मेसनमा चाहिँ घान्द्रुक इज अ हाई बजेट प्लेस हैन गाइज. किन हाई बजेट भन्दाखेरि खानाको 700 लिँदो रहेछ. कालिन चौकमा पनि त्यति महँगो लिँदैन थियो. तर ठिकै छ. अब के भन्नु. Okay, see you guys. We are gonna check out the place. Okay, हामी चाहिँ अब लिभनलाई तर एन्डी फिल्टर राख्दै राम्रो होला है. हो एन्डी फिल्टर हाल्दाखेरि अन्धकार देख्नेछ. राम्रो मुखले हुँदैन के गर्नु. This is my helmet. अब जाउँ हामी. माथि जाने कि तल जाने त गाइजहरु. This is the hotel we stayed at. BS Hotel. हैन? एकदम अलिरा चान्स छ. आज पोखरा. हस् ल धन्यवाद है. वी आर हेडिङ आउट. एन्डी फिल्टर हाल्नु पनि अहिले फेरि मेरो बाइकमा गयो भने अटोमा हुन्छ. ओके, सी यू गाइज एट द बाइक प्लेस है. ब्युटिफुल प्लेस है. घान्द्रुक इज आई विल से हैन. यदि कोही आउँदैछ घान्द्रुक भने हैन लाइट प्याक गर अनि राइडिङ गियर हेलमेट चाहिँ लगाऊ हेर. अब ज्याकेट स्याकेटहरू चाहिँ अलि डिफिकल्ट नै होला भन्छु म. तर लाउन चाहिँ लगाऊ. अनि मेरो हिसाबले चाहिँ डिफिकल्ट होला भन्ने मात्र हो कुरा. Meanwhile, अब चाहिँ भ्याक्सिन लगाएर यसरी भ्याक्सिन लगाएर ट्राई गरेको हैन. पेट फिरिराकी कोलेन खुल्यो. ल स्कुलमा राख्नु. बेस्ट लुब्रिकेन्ट है यो. लो आइडिया नदेऊ न मान्छे. लाइफ सेभर. ग्लोभ्स देऊ न मेरो. एउटै छ ग्लोभ्स. ओहो ट्रायम पनि हारेछ त यहाँ. अब हन्टर निकाल्नु पर्यो. मैले धन्न मेरो अर्को ह्यान्डल बार राखेको छैन. राखेको भए मैले दुःख पाउँथेँ आज. राइडिङ गेट लगाएपछि लास्ट भारी फिल हुने यार. अब माथि निकाल्नु पर्यो. बाटो चाहिँ अलि अलि एक्सपिरियन्स भएर हो अफरोडमा. नत्र भए त गाह्रो पर्छ.
हो माथि राख्नुपर्ने रहेछ हामीले पनि अलि गलत गर्यो अनि यो के हो पार्किङ हो कि यहाँनिर स्टक हो हौ आइपुग्यो आइपुग्यो अमित ब्रोलाई कुर्नु पर्यो यार चेन हेर कति ड्राई छ मेरो अहिले चाहिँ म ट्रु नेपाली मोटो भ्लगर जस्तो हुन पुगेँ यार आजबाट लाइक आई डोन्ट नो किन हो कसो हो थाहा भएन जस्ट यो अवस्थामा आइपुग्यो बिकज आई मिन लाइक मैले यत्रो इन्भेस्टमेन्ट गरिरहेको छु होइन आई मिन मेरो मेन गोल भनेको त अवश्य डिफेन्सिभ राइडिङ र सेफ्टी राइडिङ प्रमोट गर्नलाई हो तर के गर्नु नेपालमा प्रमोट गरेर गाली मात्र खाइन्छ कसको चाहिँ गाली खानु घरमै गाली खाइन्छ जिस्के पेरे घरमा गाली खाँदैन आई हेभ ओन्ली 5 liters अफ फ्युल लेफ्ट आफ्टर 232 किलोमिटर्स भनेपछि अझ मलाई दिन्छ होला 380-400 सम्म दिन्छ होला जस्ट फुल ट्याङ्कमा 380 सम्म दिन्छ होला अलि अगाडि गएर कुर्नु पऱ्यो यहाँ अलि धरापै तर यो खासै धेरै एल्टिट्युड प्लेस पनि होइन रहेछ बिकज यहाँको टेम्परेचर सेम एज अ मेरो होम टाउनको टेम्परेचरै छ क्या अनि जुन चाहिँले गर्दाखेरि मलाई लाइक एउटा फ्यामिलियर ठाउँ लाग्यो यो हाई बेबे बेबे रे हाई बिगी द्याट्स मी म्यान ऊ त्यहाँ पर आइपुग्यो हाम्रो अमित ब्रो हो र ए हो र ए मैले त लडेँ क्या हो भन्दा नि पैसा मागिरहेछ लागेको त थियो अब के गर्नु मैले त अब होइन जस्तो लागेको थियो म त सेकेन्ड डाउट जस्तो लागेको थियो होइन यो गान्द्रुक भिलेजको एउटा वेलकमिङ नै जस्तो लागेको थियो तर होइन के ठिक छ अब अलि दाइ मलाई त त्यो स्केच त लागेको थियो अब के गर्नु अब ठिक छ जे भयो भयो होइन नराम्रो त भन्दिनँ त्यो दाइलाई हि वाज हेल्पफुल प्रिटी हेल्पफुल दाइ हो होइन अब त्यो अनुसारले आई थिङ्क आई सुड हेभ पेड अल्सो आई एम ओके भन्नुहरू त तर ठिक छ दाइ तर यार भ्यू चाहिँ एकदम राम्रो देख्ने गान्द्रुक भिलेजमा तर गान्द्रुक भिलेज इज प्रिटी एक्सपेन्सिभ यार आई नेभर थट कि यति एक्सपेन्सिभ छ यो भिलेज भनेर यु नो वाइ बिकज 700 खानाको यहाँ लियो हामीले लाइक 5 त्यति मिठो पनि थिएन अब म आफ्नो रियल रिभ्यू भनेको होइन मिठो चाहिँ थिएन होइन त्यो खाना कुनै पनि एङ्गलमा मैलुङमा 350मा खाएको हामीले खाना इट वाज वे बेटर के अब मैले अब त्यो कम्पेरिटिभली भन्नु खोजेँ होइन जस्ट भनेको चाहिँ अब मनी वर्थ इट लागेन कि खाना 700 तिरेर अब त खाना त आफूलाई सेटिस्फाइङ चाहियो नि त अब मैलुङमा 350 तिरेर यस्तो मिठो लागेको खाना होइन लाइक त्यो होटेल लाइक रोड साइडमै छ मैलुङ ठ्याक्कै इन्टर गर्ने बित्तिकै एकदम मिठो खाना छ त्यहाँनिर तर अन द अदर ह्यान्ड अब यहाँनिर 700 तिरेर डबल द प्राइस होइन मिठै छैन भने त नि के लाइक त्यो उनी छैन नि लाइक अब त्यो आफूलाई नै मनमा सेटिस्फाई हुँदैन नि त्यो पैसा तिर्दा नेपाली हो अब नेपालीको बानी त देखाउनु परिहाल्यो अलिअलि त्यस्तै छ नेपाली नै अब म नेपाली नै हो अब आफूलाई के चित्त बुझेन अब के गर्नु मैले अब कोही मान्छे ल्याएर अन द बाटोमै पार्क गरेको छैन यार वाउ म्यान द्याट इज सो रिस्की कुन चाहिँ बाइक हो मेबी 150 हामीलाई त त्यहीँ त्यो हामीले जहाँ पार्किङ गरेको त्यहाँ त रिस्की एकदम रिस्की लागिरहेको थियो त्यो ठाउँ बिकज अफ आई डोन्ट नो लाइक एकदम सस्पिसियस ठाउँ थियो क्या लड्यो भने अब अरू लाइक एकदम सस्पिसियस थियो क्या ठाउँ ओके मान्छेहरू यहाँबाट हिँड्दै जान्छन् हो माथिसम्म तर कोहीले चाहिँ गाडी नै लान्छ हिजो पावर एकदम ल्याक हानिरहेको थियो क्या उसमा
अब म चाहिँ ब्रिज क्रस गर्नु लागेको हिजो अब तलबाट गयो अब आज माथिबाट गइन्छ ब्रिज क्रस गर्नु पऱ्यो ओरा फार्म हान्नु पऱ्यो होइन दिस इज माई क्यामेराम्यान ब्रिज क्रस गरेर ओरा फार्म हान्ने हिजो झन्डै पानीमा गएर चाहिँ ओराको लौडा भइदियो ओहो त्यहाँनिर चाहिँ अलिकति उ रहेछ त्यहाँनिर चाहिँ अलिकति उ रहेछ वियर्ड रहेछ क्या कस्तो बवाल भइरहेको थियो है ठ्याक्क लास्टमा चाहिँ वियर्ड रहेछ क्या लेट्स गो तिम्रो नि हान्ने खोइ म हानिदिन्छु हुन्छ जाऊ न म गरिदिइहाल्छु नि ए दुईजनाकै भिडियो राख्नु पाउनु पऱ्यो नि कि ए बस पाएँ म साइडमा लगाउँछु है पख ए ल ल यसको ल ल ओके यार घोडाहरू घोडा होइन सरी म्युल My breath stinks, yaar. अलिअलि अफरोड नि हान्नु पाइन र बाइक अफरोड नहाने भने पनि हान्नु पाइन्छ र हुनु त पाइन्छ र थाहा भएन यार मेरो दिमागले के काम गर्छ बेला बेला लाइक कहाँबाट आउँछ यस्तो ऱ्यान्डमनेस यार Hoi 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 Yusho hoi 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 Yusho hoi 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 ल हामी अब सक्यौँ अफरोडिङ पार्ट जति नै अलमोस्ट भनौँ यति हो अफरोडिङ पार्ट पनि यो गान्तोकबाट झरेको तर यार ट्रायम्फ एज अ होल ब्रान्ड होइन अब ग्रोइङ ब्रान्ड भएर नि होला नेपालमा रोयल इनफिल्डलाई एकदमै उ गरिरहेको छ कि च्यालेन्ज गरिरहेको छ एन्ड आई लाइक इट क्या रोयल इनफिल्ड निड्स एन्ड कम्पिटिसन क्या रोयल इनफिल्डलाई कम्पिटिसनै भएन क्या त्यो कारणले गर्दा रोयल इनफिल्ड हेज ग्रोन इन्टु एन एरोगेन्ट ब्रान्ड के किन एरोगेन्ट ब्रान्ड भन्दाखेरि होइन रोयल इनफिल्ड युज टु बी अबाउट प्रेजेन्स अब एउटा आफ्नो ऊ राख्ने हुन्थ्यो होइन जति बेला अब ट्रायम्फले च्यालेन्ज गर्न आयो नि त अब ट्रायम्फ गिभ्स हेलमेट एम्टी हेलमेट which is really good helmet होइन and or riding jacket alpha riding jacket for free when buying a bike and what Royal Enfield gives you while buying a bike ठेङ्गा दिन्छ तिनीहरूले केही पनि दिँदैन अरू जिस्का होइन बाइकमा दिन्छ हौ मैले हेलमेट मेरो सेतो हेलमेट थियो फर्स्ट हेलमेट आई बट इट फ्रम रोयल इनफिल्ड बिकज आई डिडन्ट ब्रट माई हेलमेट क्या मैले मेरो हेलमेटै ल्याउनु सोचेन कि अब मैले सोचेँ एउटा हेलमेट दिन्छ होला होइन एज अ बाइङ अ बाइक होइन नो दे सेड नोप दे आर नट गिभिङ एनी हेलमेट म्यान आई वाज लाइक प्राइसमा पनि केही डिक्रिमेन्टल गरेन प्राइस अब लाइक हुन्छ नि त अब कुनै ठाउँमा अफर हुन्छ केही हुन्छ लाइक रोयल इनफिल्ड हेज नन अफ द्याट म्यान त्यो एउटा एरोगेन्स भइसक्यो क्या त्यो नेपालमा ब्रान्डै एरोगेन्स भइसक्यो बिकज पिपुल लाइक रोयल इनफिल्ड फर नो रिजन्स होइन अनि रोयल इनफिल्ड लाइक जे गरे नि बाल छैन कि त्यसैले आई लाइक वाट ट्रायम्फ इज डुइङ क्या कम्पिटिसन चाहिन्छ नेपालको मार्केटको लागि तर गाह्रै छ ट्रायम्फलाई बट स्टिल कम्पिटिसन इज निडेड क्या बट आई वुड से होइन मेरो फेभरेट बाइक हन्टर भएर मात्र हो नत्र म ट्रायम्फ जान्थेँ क्या इज द एडभान्टेज अफ वेयरिङ अ राइडिङ बुट के
मैले अब त्यत्रो स्ल्यान्डर गरेँ राइडिङ बुट लाउनु हुँदैन भनेर, तर आई मिन एट द एन्ड look at this, man. This is where I took photo yesterday, na? Woo! Off-road! Hey, we show hi. You so hi. You so hi. Kina, he so hi. Oh shit. Oh. म त उड्नु नै मिल्दैन हो बिकज अफ माई ब्याकप्याक तर उड्दिएको हो तर यहाँको वाटर लास्टै क्लियर के पोखराको मान्छेहरूले देख्यो भने त अचम्म मान्छ होला है ए पोखरा रे सरी काठमाडौँको मान्छेहरूले दिस इज नेपाल एउटा मसल मेमोरी भयो जस्तो लाग्यो क्या मैले इङ्ग्लिसमा भिडियो बनाएको र मसल मेमोरी त के भन्नु स्पिच मेमोरी भनौँ अब लाइक बोल्दा म बिर्सिन्छु कि म आई एम डेडिकेट टु मेकिङ भिडियोज इन नेपाली होइन देउगो मैले भर्खर भन्दा मुखबाट प्लुत्त फुसिहाल्छ पढाए पाठ 16 दुना 8 भने यही हो पुट्छन् ऊ स्पिड बम छ न ब्रिज भन्दा अगाडि के त्यो पनि यस्तो खाल्डो छ यार लाइक कस्तो वियर्ड हो आई एम कन्फ्युज है हामी हिजो कहाँबाट आएको सिधै आएको जस्तो लाग्यो यो प्लेस मैले हिजो खिचिन कि कस्तो राम्रो देखाएको थियो क्या कन्स्ट्रक्सन भइरहेको छ यहाँ यो ब्रिज बन्दैछ अब कहिले बन्ने हो तर ठिकै हो यो ब्रिज बन्यो भने अलिक ऊ हुन्छ लेफ्ट र राइट जानेको लागि ओपन हुन्छ नि त कति पछि लङ राइड आएको यार आइ एम फिलिङ लाइक वाउ म्यान जस्ट एउटा फिलिङ छ नि जुन रिलिफको फिलिङ छ कि हिजो यो हाइवेमा कम त ऊ गरे त हामीले अब नभनौँ होइन फर रिगल रिजन यही गरेको राइट हावाले उडायो मलाई म जस्तो ज्याङ्गो मान्छेलाई नि उडाउनु थाल्यो भने त हावाले हावा के साह्रो 15 किलोमिटर पोखरा पुगिन्छ अब त फुल उनी ऊ छ राम्रो रोड छ पोखरा पनि मजाले पुगिन्छ आम्मामा के साह्रो हो यो हावा विन्ड रेजिस्टेन्स इज इक्वल टु 0 यार माई नेक माई ह्यान्ड
जस्तो लाग्यो पोखरा यस वी हेभ हियर के भन्छ ट्रायम्फ गयो यार ट्रायम्फ होटेल खोजौँ ब्याकप्याक राखौँ किनभने यस्तो हेभी बोकेर कहाँ फेवाताल गइराख्नु अनि त्यसपछि फ्रेस भएर अनि जाने बिकज भर्खर त 12:30 को खाना खानु बाँकी छ खाजा खाउँला ओके लेट्स गो खै त कोही नि हुनुहुन्न त रिसेप्सनमा हामी चाहिँ अब फेवाताल एक्सप्लोर गर्न जान्छ एन्ड वी गन ह्याभ आवर लन्च एज वेल अब 2 बजिसक्यो हामीले केही पनि खाएको छैन आज बिहानदेखि पानी त 2 सिप खाएर हिँडेको मान्छे अनि घान्द्रुकमा पोखरा मेरो सपनाको सहर समथिङ लाइक द्याट राइट त्यस्तै गीत जान्छ त एउटा यहाँ मलाई लाग्छ आफ्नो सेरो फेरो हामीले जब भर्खरै खाजा खायो आज बिहानदेखि केही खाएको थिएन खाजा खायो बल्ल 2:45 मा अब एकैछिन लेक साइडतिर जान्छौँ हामी भ्यू गर्नु मेरो कहाँ अड्क्यो पाइन्ट वाउ कस्तो राम्रो कलर स्किम हो त्यो क्रोम र मरुन ओके अघि पनि आएको त थियो र वी वेन्ट ब्याक फर अ लन्च Oh, look at this place, man. Oh, sorry for the burp. We're going on a ride to Fewatal. कुलेखान जस्तै यार यो ठाउँ यो टोयोटा कुन चाहिँ गाडी रहेछ ए एलसी क्रुजर 250 आई फरगट कस्तो बबाल देख्ने यार गाडी Welcome to California? What? California अरे नेपालमा कहिले क्यालिफोर्निया भइसक्यो ल फेवाताल पोखराको फेमस we will be heading towards our hotel rooms है ना just to chill oh wow that is so risky है बच्चालाई त्यसरी गर्नु तर I can't say anything to their parenting तर एस्थेटिकली प्लिजिङ चाहिँ हैन कति धेरै रहेछ क्या यो पोखरामा होटल चाहिँ लाइक एकदम धेरै छ क्या एस्थेटिकली चाहिँ प्लिजिङ गर्नुलाई Okay, this is it for today, guys.
आजलाई यति हो. We had a lot of fun, हैन, coming from Gandruk. I mean आज one day मै घर त गर्न सक्छौं हैन, तर still we won't be doing that. And see you guys tomorrow.